संसारमा जति पनि साइकलहरू बनाइन्छ त्यसको कारण जम्मा 4वटा कारण हुन्छ भाइ। त्यो मैले तिमीलाई यहाँनिर लेख्न लाग्छ है, लेखिसकेको छ नि। ल ती कारणहरू के हुन् ल भन्नु। कारणहरू चाहिँ यस्तो छन्, जुन पार्ट्समा प्रब्लम छ त्यही पार्ट्स फेरिन्छ या मेन्टेनेन्स गरिन्छ अवश्य। अनि सेकेन्डमा चाहिँ चेकअप गरिन्छ अनि त्यसमा समस्या देखे बनाइन्छ या फेरिन्छ। अनि थर्डमा छ बेसिक सर्भिस छ अनि चेन्ज पार्ट्स एन्ड मेन्टेनेन्स गर्नुपर्छ। अनि 4 नम्बरमा चाहिँ फुल सर्भिस मेन्टेनेन्स एन्ड चेन्ज पार्ट्स गर्नुपर्छ। अब 1 नम्बरमा के छ भन्दाखेरि हाम्रो चाहिँ जुन समस्या बोकेर आउँछ नि मान्छे, जस्तै यसमा ब्रेक लागेन दाइ, ब्रेक प्याड फेर्नु पऱ्यो, टायर फेर्नु पऱ्यो समस्या, त्यो बेला चाहिँ हामीले साइकल बनाइन्छ। त्यो बेला त्यसलाई के बनाउनु मिल्छ भने बनाउनु, नत्र त्यसको हामीले फेरि त्यसको समस्याको समाधान गर्ने हो। अब दोस्रोमा के छ भन्दाखेरि 2 नम्बरमा चेकअप। जस्तै के हुन्छ भन्दाखेरि मान्छेले चाहिँ ल मेरो साइकलको सन्तुलन ठिक छ कि छैन, जस्तै हामी कहीँ जाँदाखेरि बडी पुरै चेकअप गर्ने भन्यो भने त्यसै गरी साइकल पनि चेकअप हुन्छ कि ब्रेक आँखा लागेको छ कि ह्यान्डल बाङ्गो छ कि छैन, होइन गेयर सिफ्टिङ राम्रोसँग भएको छ कि छैन, ब्रेक प्याड छिर्न लागेको हो कि टायर ग्रिप राम्रोसँग छैन कि, सम्पूर्ण कुरा हामीले आँखाले निहालेर चलाउँदाखेरि कुनै कुरा आवाज आएको कुराहरू पनि थाहा हुन्छ। त्यसमाथि हामीले चेकअप गरिन्छ। चेकअप गर्नलाई सर कस्टमरलाई सर म्याडम तपाईँको यो सामान चाहिँ फेर्नलाई भइसकेको छ, यदि फेर्न भने तपाईँ लामो टुर जानुहुन्छ भने तपाईँलाई ब्रेक प्याडले धान्दैन, यो उसले हुँदैन, यस्तो कुराहरू हामीले भनेर बुझाइन्छ। अनि त्यो कुरा बनाइन्छ या त्यसको समस्याको हल गर्न यदि पार्ट्स फेर्नु छ भने फेरिन्छ। 2 नम्बरमा भयो होइन। यो कारणले हो 2 नम्बरको। 3 नम्बरमा के हुन्छ भने मान्छेले चाहिँ 2 महिना 1.5 महिना साइकल चलाउँछ, 1 महिना चलाएर चाहिँ जस्तै हुन्छ नि बाइक जस्तो चाहिँ बेला भयो भन्ने तरिकाले चाहिँ ल्याएर हामीलाई सर्भिस गर्न दिन्छ। त्यो क्रममा चाहिँ चेकअप पनि भयो। अब हामीले साइकल बनाउनुभन्दा साइकल मेन्टेन गर्नुभन्दा अगाडि नै हामीले कुन पार्ट्सहरूमा समस्या त्यो पनि हामीले हेर्छौँ। त्यो चेकअपमा प्लस अब सर्भिस गर्छौँ। सबै साइकल धुन्छौँ, धोएर त्यसलाई फेरि हामी के गर्छौँ त निकाल्छौँ, फेरि गिज गरेर फिट गर्छौँ। त्यो गर्दै जाने क्रममा चाहिँ कुनै पनि पार्ट्सहरू फेर्नु पनि देखिन्छ, कुनै पनि पार्ट्स मेन्टेनेन्स गर्नु पनि देखिन्छ। हो त्यो भनेको सर्भिस। जब यसले स्वयं यसले आफू लिएर ल यो सर्भिस भनेर ल्याएर छोडिन्छ, त्यो बेला पनि एउटा थर्डमा समस्या भनेको काम गर्नुपर्ने साइकल भनेको त्यो देखिन्छ। चौथोमा भनेको चाहिँ फुल सर्भिस भनेको चाहिँ बेसिक होइन, त्यसमा सबै कुरा A to Z सबै हेरिदिनु, कुनै पनि समस्या छ भने फेर्नुपर्छ या बनाउनुपर्छ भने सबै हेर्नु, त्यसमा समय पनि ज्यादा लाग्छ अनि कस्ट पनि ज्यादा छ। हो त्यो गर्ने क्रममा पनि 1, 2, 3मा सहित गर्दाखेरि हाम्रो सब सर्भिस गरिन्छ। मतलब त्यसमा सबै कुरा समिन्छ, कुनै फेरि पनि सामान चाहिँ फेरिन्छ, सबै इच एन्ड एभ्री पार्टहरू चाहिँ हेरिन्छ। जुन हामीले बेसिकमा चाहिँ 80% गर्थ्यो भने फुल सर्भिसमा चाहिँ 100% नै हामीले त्यसमा चाहिँ सर्भिस मेन्टेनेन्स गरिन्छ। त्यही भएर संसारमा जति पनि साइकल बनाउन आउँछ साइकल पसलमा कम्पनीमा यही 4वटा कारण हो भाइ, अरू कुनै कारण नआउँछ। तर धेरै कारणले साइकल बनाउने भनेको त्यही, यो सामान किन मेरो चल्दैन, गियर किन चलेन, यो सामान फेर्ने बेला फेरिदियो भन्ने आउने हो, अर्को चेकअप भन्ने, यो 2टा धेरै म्याक्सिमम हुने हो। त्यही हो ल। त्यही भएर यो 4 तरिकामा बसेर काम गर्नु पर्यो र यो 4वटा तरिकाले काम गर्न सक्यो भने पर्फेक्ट मेकानिक भयो है। मेकानिक भएपछि त आफूले कम्पनी खोलेर बसे पनि भयो होइन, अरू ठाउँमा गएर काम गर्न गए पनि भयो। ल अब हामी यो 4वटा टपिकमा हामी काम गर्नुपर्छ। ओके।